हेलो एभ्रिवान वेलकम टु देव इन्स्टिट्युटको अनलाइन क्लास। म चाहिँ अब यहाँ हाम्रो क्लास 12को अकाउन्ट पढाउने छु। हाम्रो आजको टपिक चाहिँ कन्सेप्ट एन्ड इस्यु अफ सेयर फर क्यास हुन्छ। यो चाहिँ हाम्रो वान अफ द मेन इम्पोर्टेन्ट च्याप्टर हो। यसले चाहिँ हाम्रो भनेको 5 मार्क्स क्यारी गर्छ। हाम्रो इक्जाममा चाहिँ यसले 5 मार्क्स क्यारी गर्छ। यसमा हाम्रो न्युमेरिकल पर्छ, अलिअलि थ्योरी पनि आउँछ, तर यसमा भनेको चाहिँ हाम्रो न्युमेरिकल आउँछ। अब हाम्रो यो क्लासको सुरु गर्दाखेरि हाम्रो यसको सुरु टपिक भनेको सेयर क्यापिटल छ। सेयर क्यापिटल सेयर क्यापिटल चाहिँ वान अफ द मेन फन्डामेन्टल कुरा हो हाम्रो सेयरको बारेमा। सेयर क्यापिटल चाहिँ के हो भन्दाखेरि चाहिँ एउटा कम्पनी, सपोज एबिसी कम्पनी छ अरे, अब यो कम्पनी चाहिँ लसमा गइरहेछ अरे। अब यो कम्पनी लसमा गइसकेपछि यसलाई फन्ड त चाहियो, फन्ड चाहिरहेछ अरे, केही काम गर्न, प्रोजेक्ट गर्नु छ अरे, के गर्नु छ अरे, उनीहरूको अब हुन्छ कम्पनीहरूको धेरै कामहरू, त्यसको लागि फन्ड चाहिरहेछ भने उनीहरूले पब्लिकदेखि पब्लिकदेखि पैसा उठाउनलाई चाहिँ उनीहरूले आफ्नो सेयरहरू खुलाउँछ पब्लिकको लागि। कुनै इन्भेस्टर भेटेन ओरेन भने चाहिँ अब यो गर्छन् लगभग, नभए यत्तिकै त गर्दैनन्। एबिसी कम्पनीले पब्लिकको लागि पब्लिकलाई दिन्छ, सेयरहरू खुलाउँछ। अनि त्यो हाम्रो खुलेको सेयरबाट आएको पैसा चाहिँ हाम्रो एबिसी कम्पनीको लागि चाहिँ सेयर क्यापिटल भनेर बुझिन्छ। सिम्पल भाषामा भन्नु भने सेयर खुलाएर आउने पैसालाई चाहिँ सेयर क्यापिटल भनिन्छ। यति बुझ्दाखेरि हामीलाई इनफ हुन्छ, किनभने यो च्याप्टरबाट हाम्रो न्युमेरिकल मात्र आउँछ, थ्योरी खासै आउँदैन। अब यसको सेयर क्यापिटलहरूको टाइप्सहरू पनि छ, त्यो अलिअलि हामीले बेसिकली फन्डामेन्टली माथि सर्फेसली चाहिँ बुझिराख्नुपर्छ, किनभने इक्जाममा ट्याक्कै 1 मार्क्समा 2 मार्क्समा आइदिन सक्छ। हाम्रो सेयर क्यापिटलको चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट टाइप्सहरू हुन्छ, डिफ्रेन्ट डिफ्रेन्ट हुन्छ, त्यो आफ्नो अनुसार हुन्छ। सुरुमा हाम्रो भनेको 1 नम्बरमा हाम्रो अथोराइज सेयर क्यापिटल, एससी लेख्यो अहिलेलाई, यो सर्ट टर्म सेयर क्यापिटलको। अथोराइज सेयर क्यापिटल भनेको चाहिँ के हो भन्दाखेरि कम्पनीको अगाडिको फर्स्ट टपिकमा मेमोरेन्डम अफ एसोसिएसनहरू पढेको छ। मेमोरेन्डम अफ एसोसिएसनहरूमा चाहिँ अब के भनेको हुन्छ भन्दाखेरि कम्पनी इस्टाब्लिस हुँदैखेरि लेखेको हुन्छ कम्पनीले कति चाहिँ सेयर क्यापिटल उठाउन सक्ने, कति सेयर गर्न खुलाउन सक्ने, कति चाहिँ अब सेयरको हिसाबले पैसा पाउन सक्ने भनेर उनीहरूको निश्चित हुन्छ क्या। अनलिमिटेडली हुँदैन उनीहरूको। अब 10 लाख सेयर छ भने 10 लाखै सेयरलाई चाहिँ बिक्री गर्न उनीहरूले पाउँदैन, त्यहाँबाट निश्चित अमाउन्ट सेयरहरूलाई चाहिँ बेचेर उनीहरूले टक्कसँग आउँछ पैसा लिन पाउँछन्, त्यसलाई चाहिँ अथोराइज सेयर क्यापिटल भन्छ। भनेपछि हाम्रो अथोराइज सेयर क्यापिटल भनेको चाहिँ के रहेछ भन्दाखेरि एउटा कम्पनीले आफ्नो सेयर खुलाएर कति पैसा लिन सक्छ, त्यसलाई चाहिँ हाम्रो अथोराइज सेयर क्यापिटल भन्छ। अर्को हाम्रो टाइप 2 मा के छ भन्दाखेरि इस्युड सेयर क्यापिटल। अब हाम्रो अथोराइज सेयर क्यापिटल त अब कम्पनीको लिमिट हुन्छ, तर सबै मान्छेले अब आफ्नो लिमिट अनुसार त काम गर्दैन नि त। एकैचोटिमा पैसा चाहियो भन्दैमा सबै सेयर त एकैचोटि खुलाउनु त मिलेन, ओनरहरूलाई पनि चाहियो, पछिको लागि पनि चाहियो, इन्भेस्टरहरूलाई दिनलाई पनि चाहियो। त्यस कारणले गर्दा कम्पनीले निश्चित अमाउन्ट मात्र खोल्छ, त्यसलाई चाहिँ हामी इस्युड सेयर क्यापिटल भनिन्छ। कम्पनीले कति चाहिँ सेयर खुलाएको छ अनि त्यो सेयरबाट कति अमाउन्ट आफूले पाएको छ, सेयर खुला बाबत उसले कति अमाउन्ट चाहिँ आफूले पाएको छ, त्यो चाहिँ इस्युड सेयर क्यापिटल भनेर यसरी बुझिन्छ। हाम्रो थर्ड टाइप भनेको सब्सक्राइब्ड सेयर क्यापिटल। यो सब्सक्राइब सेयर क्यापिटल भन्दा भन्दै हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब, लाइक, सेयर सबै गरिदिनु होला। त्यस्तै गरी हामी अब यहाँ सब्सक्राइब सेयर क्यापिटलको बारेमा पनि बुझ्छौँ। सब्सक्राइब गर्दा घन्टी पनि बजाउनु नबिर्सिनु होला, किनभने लेक्चरहरू हामी मिस गर्नु हुँदैन। सो स्टुडेन्ट, सब्सक्राइब सेयर क्यापिटल भनेको चाहिँ अब कम्पनीले सपोज 10,000 सेयर चाहिँ निष्कासन गर्यो, यो भनेको हाम्रो इस्युड सेयर क्यापिटल भयो। 10,000 सेयर निकाल्दा निकाल्दै कम्पनी अब नराम्रो छ भने त पब्लिकले त गर्दैन नि त, लिँदैन नि त। 10,000बाट अब 5,000, 6,000
6,000 सेयर मात्र मान्छेहरूले भर्लान्, आफूले पाउलान्। किनभने अब हाम्रो 4,000 मात्र, 4,000 त रह्यो नि त, त्यो त कम्पनीसँग फिर्ता जान्छ। 10,000बाट पब्लिकले 6,000 मात्र लिँदाखेरि 4,000 त हाम्रो रहन्छ। त्यस्तो हुँदाखेरि हाम्रो यो 6,000 चाहिँ जुन छ, 6,000 6,000 सेयर छ, 6,000 सेयर छ, अनि यो 6,000बाट उठेको पैसा छ त्यसलाई मात्रै सब्सक्राइब सेयर क्यापिटल क्या। कति सेयर चाहिँ लियो त्यसको सेयर क्यापिटल चाहिँ लाई चाहिँ सब्सक्राइब सेयर क्यापिटल भन्छ। 10,000 खुलाएको छ भने ठ्याक्कै 10,000, कोही बेला उठ्दैन, कम्पनी नराम्रो हुन्छ, घाटा खान्छ भनेर मान्छेहरूले भरोसा गर्दैन। त्यस कारणले गर्दाखेरि अब कम्ती गर्छ धेर गर्छ त्यो अनुसार हुन्छ। अब जति उठेको छ त्यसलाई चाहिँ सब्सक्राइब सेयर क्यापिटल भन्छ। त्यसलाई हामी मेट्दिउँ। कल्ड अफ सेयर क्यापिटल। कम्पनीले सपोज कम्पनीलाई सपोज 1 लाख रुपियाँ चाहिरहेछ, 1 लाख 10 लाखै भनिदिउँ न त, 10 लाख रुपियाँ चाहिरहेछ। उसले अब आफ्नो तर्फबाट 10,000वटा सेयर निष्कासन गर्छ 100 रुपियाँको हिसाबले होइन। हाम्रो उसको हिसाब त के हुन्छ भन्दाखेरि म 10,000 बेच्छु, त्यसपछि 10 लाख पाउँछु भनेर एउटा कम्पनीलाई हुन्छ। तर अब पब्लिकहरूले के गरिदिन्छ भन्दाखेरि अब त्यो कम्पनी नराम्रो छ, रेपुटेसन राम्रो छैन भने ऊ अब कम्पनीले सपोज 4,000 सेयर मात्र किनिदियो अरे क्या। त्यो हिसाबले त त्यो 100को हिसाबले त 4 लाख 4 लाख मात्र भयो नि त। 4 लाख मात्र भयो, अझ हामीले कति चाहियो भन्दाखेरि 6 लाख अझै चाहियो नि त प्रोजेक्टको लागि त। नर्मली यस्तो हुँदैन, यो जस्ट इक्जाम्पलको लागि भने हो। अब यहाँ अझै हामीलाई ड्यू भयो नि त, हाम्रो 6 लाख अझै रुपियाँ ड्यू भयो क्या। सेयर क्यापिटल अझै हाम्रो 6 लाख ड्यू भयो, हामीलाई चाहिरहेछ। अब कम्पनीले के गर्छ भन्दाखेरि आफ्नो सेयर होल्डरदेखि माग्छ, मलाई यति यति चाहिरहेछ भनेर सेयर होल्डर्स इन्भेस्टरहरूले इन्भेस्टर होइन सेयर होल्डर्स र त्यसको मेम्बर्सहरूदेखि माग्छ। इम्प्लोइ चाहिँ मेम्बर्समा पर्दैन, नर्मल्ली ओनर्सहरूदेखि माग्छ, सेयर होल्डर्सदेखि माग्छ, इम्प्लोइलाई त माग्नै मिलेन। अनि त्यो ड्यू भएको अमाउन्ट चाहिँ जुन चाहिँ सेयर होल्डर्सदेखि कम्पनीले माग्छ र त्यो कलेक्ट गर्छ, कलेक्ट होइन माग्छ, त्यसलाई चाहिँ कल्ड अफ क्यापिटल भन्छ। कल अफ बोलाएको दे भनेको। अब अर्को हाम्रो भनेको पेड अफ क्यापिटल भन्ने हुन्छ। सबै सेयर होल्डर्स त ठिक हुँदैन नि त, कतिजना तपाईँ जस्तो होला इमान्दार, म जस्तो होला, कोही नराम्रो पैसा माग्दा नदेला भनेपछि अब हाम्रो यहाँ पेड अफ भयो। पेड अफ चाहिँ के हो भन्दाखेरि अब यहाँ कम्पनीले 6 लाख त माग्यो, 6 लाख सेयर क्यापिटल माग्यो, तर अब एउटा सेयर होल्डरले दिएर अर्कोले नदेला, त्यस्तो हुँदा हुँदा कलेक्ट गर्दै गर्दै हाम्रो 4 लाख चाहिँ पुग्यो अरे, फेरि ट्याक्कै 4 लाख पुग्यो अरे। 2 लाख अझै हाम्रो ड्यू रह्यो, त्यसलाई अहिले हामी छोडिदिउँ। यो 4 लाख जुन चाहिँ उठ्यो नि, यो 4 लाख जुन चाहिँ उठेको छ त्यसलाई चाहिँ हामी के भन्छौँ भन्दाखेरि ट्याक्कै भन्दा पेड अफ क्यापिटल भनेर चाहिँ 4 लाख भन्छौँ उठेको पैसालाई। द सेयर क्यापिटल द्याट इज गेन्ड बाई द सेयर होल्डर्स इज नोन एज पेड अफ क्यापिटल भनेर पनि नर्मली हामी बुझ्ने गरेको छ। सो हाम्रो टाइप्स अफ सेयर क्यापिटल भनेको चाहिँ यति हुन्छ। हाम्रो के हुन्छ भन्दाखेरि अथराइज सेयर क्यापिटल हुन्छ, अर्को भनेको इस्युड सेयर क्यापिटल, सब्सक्राइब सेयर क्यापिटल, कल्ड अफ क्यापिटल, पेड अफ क्यापिटल, यति 5वटा हो। नर्मल्ली यो चाहिँ यो च्याप्टरबाट चाहिँ धेरै थ्योरी क्वेसनहरू आउँदैन, आए पनि बेसिक बेसिक कुराहरू मात्र सोध्छ कसरी के हुन्छ भनेर। तैपनि यो एनएबीको इक्जामको लागि यहाँबाट एउटा दुइटा चुस्छ कोही बेला, वाट इज अथराइज सेयर क्यापिटल, वाट इज कल्ड अफ क्यापिटल, वाट इज पेड अफ क्यापिटल, वाट इज सब्सक्राइब सेयर क्यापिटल भनेर सोधिदिन्छ क्या। त्यसको लागि यसको बेसिक नलेज चाहिँ आफूले बनाएर लेख्न सक्ने नलेज चाहिँ आफूसँग हुनुपर्छ। त्यस कारणले गर्दाखेरि आजको लेक्चरमा मैले सेयर क्यापिटल र सेयर क्यापिटलको टाइप्सको बारेमा मात्र बुझाउन चाहेँ। यही भन्दै आजको लेक्चर मैले आज यही खतम गरेँ। यो च्याप्टरको हामी अब
टाइप्स अफ सेयर अनि त्यसको न्युमेरिकलहरू अब आउने लेक्चरहरूमा पर्फर्म गर्छौँ। यति भन्दाखेरि बाई बाई, हस्त नमस्ते।